एउटा पदमा रहेर उसलाई आरोप लागिरहेको बेला दोषी भइरहेको बेला पदमा बस्नु कतिको जायजको कुरा हो। उसले राजीनामा दिएर छानबिनमा सहयोग गर्दैन हुन हामी अनुरोध गर्दछौँ। त्यसैले माननीय गृहमन्त्री भाइ छानेज्यू, तपाईँहरूको नैतिकताले राजीनामा दिनुपर्छ कि पर्दैन साथीहरू भन्नुहोस्। तपाईँले सहकारी ठगी गर्नुभएको छ भनेर भन्न गइरहेको थियो रमेश लेखकले। अहिले आफू मानव तस्करीमा दिनमा 50 लाख खाने तपाईँको नैतिकताले राजीनामा दिनुपर्छ कि दिनु पर्दैन साथीहरू भन्नुहोस्। माननीय ज्यू, माननीय भन्ने हो कि के भन्ने हो, यिनीहरूलाई अमाननीय मन्त्रीज्यूहरू, तपाईँहरू मानव तस्करी गर्नुहुन्छ, तपाईँहरूले राजीनामा दिनुपर्छ कि पर्दैन? यो तपाईँको नैतिकताले मान्छ कि मान्दैन? हुन त तपाईँहरूलाई के नैतिकता हुन्थ्यो? तपाईँहरू त देश बेची खाने लुटुवाहरू हौ। त्यसैले साथीहरू, यी साला मन्त्रीहरूलाई लात्तीले हानेर बारीको पटामा पुर्याउनुपर्छ। कसो साथीहरू? मानव तस्करी, सहकारी ठगी, के देश बेचुवाहरू, लुटुवाहरू, साला नेपाली जनताहरूलाई बेचेर खाने भइदियो साला।